कस्तो रहला त तपाईको लागि आजको दिन। आज मिति 2082 साल माघ 20 गते मंगलबार, फागुन कृष्ण पक्षको द्वितीय तिथि। अब सुरु गरौं सिआनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरुका लागि आजको दिन सफलता प्राप्त गर्न कठिन परिश्रम गर्नुपर्नेछ, चञ्चलता बढ्नेछ। रोजगारीमा आबद्ध हुनेलाई राम्रो समय रहेको छ, आय आर्जन मध्यम रहनेछ। वृष राशि। वृष राशि हुनेहरुका लागि आजको दिन परिस्थिति अनुकूल बन्नेछ, पारिवारिक वातावरणमा समय व्यतीत हुनेछ, मन प्रसन्न रहनेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ, मनोरञ्जनका कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरुका लागि आजको दिन पारिवारिक भेटघाट रहनेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ, मनमा चञ्चलता बढ्नेछ, धन खर्च बढ्नेछ, नजिकको व्यक्तिसँग वाद विवाद हुन सक्छ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरुका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। कर्कट राशि। कर्कट राशि हुनेहरुका लागि आजको दिन झन्झटिला कार्यलाई सम्हाल्नु पर्नेछ, स्वास्थ्य प्रतिकूल रहनेछ, खर्च वृद्धि हुने समय छ, असहजतालाई सहजतामा परिणत गर्न परिश्रम गर्नुपर्नेछ। सिंह राशि। सिंह राशि हुनेहरुका लागि आजको दिन व्यवसायमा मन्दी रहनेछ, स्वास्थ्यमा समस्या आउन सक्छ, आलस्यताले काममा ढिला सुस्ती हुनेछ, धनको कारोबारमा विचार पुर्याउनु पर्नेछ। कन्या राशि। कन्या राशि हुनेहरुका लागि आजको दिन पति पत्नीमा सहकार्यबाट सफलता मिल्नेछ, वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ, सोचेका कार्यले पूर्णता पाउनेछ, धन लाभ हुने समय छ। तुला राशि। तुला राशि हुनेहरुका लागि आजको दिन क्रोधलाई संयम गर्नुपर्नेछ, वाद विवादमा फस्न सकिने समय छ, झन्झटिला कार्यलाई सुल्झाउनु पर्नेछ, आफन्त टाढिने समय छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरुका लागि आजको दिन पैतृक धनबाट लाभ मिल्नेछ, पदोन्नति हुने समय छ, शिक्षा क्षेत्रमा प्रगति हुनेछ, धार्मिक कार्यमा मन लाग्नेछ, आलस्यताले भने सताउनेछ। धनु राशि। धनु राशि हुनेहरुका लागि आजको दिन आफन्तसँग भेटघाट रहनेछ, नसोचेको धन लाभ हुनेछ, व्यवसाय गर्नेहरुका लागि लाभदायक समय छ, मित्रबाट सहयोग मिल्नेछ। मकर राशि। मकर राशि हुनेहरुका लागि आजको दिन आय आर्जनका मध्यम सहज बन्नेछन्, रोजगारीका क्षेत्रमा आबद्धहरुका लागि लाभदायक समय छ, मनोरञ्जनात्मक कार्यमा सहभागी हुने समय मिल्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरुका लागि आजको दिन आर्थिक नोक्सान हुन सक्छ, बोलीको कारण आफन्त टाढिने समय छ, अनावश्यक कार्यमा समय व्यतीत हुनेछ, धनको कारोबारमा विचार पुर्याउनु पर्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरुका लागि आजको दिन आर्थिक समस्या सहज बन्नेछ, आफन्तबाट सहयोग मिल्नेछ, मनोरञ्जनमा सहभागी बन्ने अवसर मिल्नेछ, काम गर्ने उत्साह बढ्नेछ। राशिले जे जस्तो फल बताए पनि यहाँहरुको कार्य सफलताको कामना। यात्रामा हुनुहुन्छ भने मंगल यात्राको कामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना। पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।